गम्भीर बन्दै जस्मिनको अवस्था। केही समय अघि बोन म्यारो क्यान्सरबाट पीडित सानी जस्मिन बस्नेतको उपचारका लागि भोजराज थापाको पहलमा देश विदेशका मानवीय मनहरूले साथ दिँदा करिब 1 करोडभन्दा बढी रकम सङ्कलन भएको थियो। सोही रकमको सहायताले उनलाई भारतको गान्धी अस्पताल लगेर आवश्यक परीक्षण तथा तयारी गरेपछि बोन म्यारो ट्रान्सप्लान्ट गरियो। ट्रान्सप्लान्टपछि उनको शरीरले नयाँ कोशिकाहरूलाई स्वीकार गर्ने प्रक्रियामा कठिनाई देखिएको र उनी उपचार तथा चिकित्सकीय निगरानीमै रहेको जानकारी सार्वजनिक हुँदै आएको छ। सानो उमेरमै जीवनसँग कडा सङ्घर्ष गरिरहेकी जस्मिनको छिटो स्वास्थ्य सुधारको कामना गर्दै धेरै मानिसहरू अझै पनि भावनात्मक रूपमा साथ दिइरहेका छन् भने जस्मिनलाई शीघ्र स्वास्थ्य लाभको कामना।